अरू लड्छन् होइन, तर भकुण्डो चाहिँ लड्दैन, झन् झन् उठेर जान्छ। चेचारिँदा माथि आउने एउटा भयो। अनि तार रेट्दाखेरि जति रेडियो बज्ने तारहरूको रेडियोपछि त दुःख हुन्छ होइन, कमजोर हुन्छ। बाजा चाहिँ त्यस्तो रेडियो भने झन् बच्छ, झन् मजाले कडा तरिकाले बच्छ। हिर्काउँदा थर्की बज्ने घन्टाहरूको बानी तिमी पनि त्यस्तै बन साना साना। त्यसको बारेमा भन्नुहोस्। हिर्काउँदाखेरि घाइते भएर लड्ने हुन्छ नि होइन, हिर्काउँदाखेरि घन्टा चाहिँ हिर्काउँदाखेरि झन् चर्की बन्छ। साना नानीहरू तिमीहरू पनि त्यस्तै बन। अनि त्यो राम्रो बच्छ भन्नु खोज्नु भएको कि राम्रो बज्छ, हिर्काउँदा राम्रो बज्छ। धेरै भएको छैन। मैले अलिअलि दाइसँग गीत कसरी गर्ने भन्ने सिक्दै थिएँ। त्यही उसमा मैले एनालाइज अलिकति गरौँ कसरी, किनभने मेसेज होइन गीतमा जाँदाखेरि अन्यलमा नहोस् सुन्नेलाई होइन, त्यो भनेर मेसेज चाहिँ क्लियर हुनुपर्छ जस्तो लाग्यो। अलिक क्लियर नभएको जस्तो लागेको थियो मलाई अलिकति, त्यस भएर मैले दाइले भनेको मात्र क्लियर लाग्यो। त्यही त नि, मान्छेहरूले अब आफ्नो आफ्नो ढङ्गले विश्लेषण गर्छ नि त त्यो चिजलाई त। त्यो त एकदम लोकप्रिय भएको गीत हो त, एकदमै लोकप्रिय। लोकप्रिय त सबै गीत लोकप्रिय। कुन चाहिँ गीत यो गीतहरू कुनै उ छैन, कमजोर छैन, सबै गीत उस्तै छ। मानिसहरू कसले गाउनु भएको रे भन्दै हुनुहुन्थ्यो नि तपाईँ। यो गीत चाहिँ कसले धेरै गाउनु, कसले गाउनु भएको अरे भन्दै हुनुहुन्थ्यो नाम। मेन गायक हो आज राजेश त। होइन, यो गीतहरू चाहिँ कस्तो भने म 12-13 वर्षको उमेरमा उतातिर चाहिँ त्यही सङ्कल्पको क्यासेट गयो होइन, त्यो गीत सुनेर हामी कम्युनिस्ट पार्टीमा लाग्यो। त्यसपछि यो गीतहरू 300-400 पटक सुन्यो होला क्या। ढुट्टो पारेको नि, 300-400 पटक हरेक कार्यक्रम एक दिनमा 2-3टा कार्यक्रम गाउँ गाउँमा हुन्थ्यो होइन। अब हरेकचोटि चाहिँ हार्मोनियममा चाहिँ म बजाउँथेँ। अनि त्यो हार्मोनियम बजाउने मान्छेलाई चाहिँ के हुन्छ भने कुनै पनि गीतको मेलोडी चाहिँ कण्ठ हुन्छ क्या। उहाँले गीत गाउनुहुन्छ, मैले हार्मोनियम जस्तो जेबी दाइले गाउनुभयो, जेबी दाइसँग म लगभग 25 वर्ष त सँगै हिँडेँ नि। जेबी दाइले गाउने हरेक गीतको चाहिँ हार्मोनियम त मैले बजाएँ। हार्मोनियम मैले बजाएपछि के भयो भने जेबी दाइले कसरी गीत गाउनुहुन्छ, उहाँले कसरी मेलोडी पक्राउनुहुन्छ, त्यो चाहिँ हार्मोनियममा मैले बजाउँदाखेरि मलाई मेलोडी कण्ठ भयो क्या। त्यस कारण अहिले चाहिँ जेबी दाइको गीतको अथेन्टिक लय मलाई नै आउँछ भन्दा पनि हुन्छ क्या। अरूले बिगाऱ्यो भने मलाई थाहा भइहाल्छ, यहाँ मिलेन तिमीले गाएको भन्न आउँछ क्या मलाई। त्यो चाहिँ राजेशले भनेको सही हो क्या। आज हिजो भर्खर बजाउँदा बहिनीसँग कुराकानी, बहिनीकोमा थिएँ क्या हिजो म होइन, अनि बहिनीसँग कुरा भइरहेको, अनि रामेश दाईको कुराकानी भयो होइन, त्यहाँ बस्दै बस्दै। अरू त सबै हो, त्यो गीत पनि राम्रै हो, त्यो पनि हो। आऊ मिलाउँ भन्ने हातहरूले साह्रै हैरान गरेको त्यो भर्खर बनेको बेलामा हामी भुरिङ खेलमा बस्ने, रामेश दाई पल्लो कोठामा बस्ने, हामी वल्लो कोठामा बस्ने है। रामेश दाईको बानी त त्यो ढुट्टो बनाउने गीतलाई ढुट्टो बनाउने नि त उहाँले पनि होइन। गीत त गाएको त हजारौँचोटि गाउने उहाँले कण्ठै बनाउने होइन। अनि जति बेला पनि आओ मिलाउँ हाम्रा हातहरू बनाएको बजाएको छ भने होइन, लय पनि राम्रै हो, शब्द पनि छैन, तर त्यो गीत सुने कि मलाई त्यही हिजो भर्खर हुँदै कुरा भएको क्या त्यहाँ बहिनीको घरमा। मान्छेलाई त्यो खालकै